हेलो हेलो गुड मर्निङ। आज चाहिँ म हाम्रो करेसाबारीमा छु। हाम्रो करेसाबारीमा के छ त तपाईहरूले हेर्न सक्नुहुन्छ। यो हाम्रो टमाटर बारी। यहाँ यो टमाटर पनि पाकेको छ। म अचारको लागि टिप्न आएको टमाटर। यहाँ पनि पाकेको रहेछ। यति भए हामी 4 जनाको परिवारलाई अफ अचार पुग्छ। अनि त्यस्तै गरी यहाँ कागती रोप्नु भएको छ मम्मीले। लट्टे छ, इराजमा उम्रिँदैछ। हाम्रो सुपारीको बोट पनि छ। यो हाम्रो आँपको बोट हो। यसमा लसुन रोप्नु भएको छ। यहाँ परतिर मकै, तोरीको साग, अनि यहाँ पर रायोको बिरुवा रोप्नु भएको छ। हाम्रो माछ, हाम्रो गाई परालको माछ यत्रो छ। कुन्यु हाम्रो घर पछाडिबाट यस्तो देखिन्छ। यस्तो हाम्रो पछाडिको लुक हो घरको। यहाँ हाम्रो कान्छी हेरिरहेको छिन्। कान्छी हाई भनिदिएको त हो। थ्याङ्क यू।